यदि तिमीलाई अल्केन अल्किन अल्काइनको बोन्डिङ र जेनरल फर्मुला याद गर्न गाह्रो हुन्छ भने यो सिम्पल ट्रिक युज गर। यसको लागि तिमीले कपीमा AEY लेख। A फर अल्केन, E फर अल्किन र Y फर अल्काइन। अनि त्यसपछि A को माथि 1 लेख, E को माथि 2 र Y को माथि 3 लेख। 1 2 3 नम्बरले नम्बर अफ बोन्डलाई डिनोट गर्छ। 1 इक्वल्स टु सिंगल बोन्ड, 2 इक्वल्स टु डबल बोन्ड र 3 इक्वल्स टु ट्रिपल बोन्ड। अब A को तल +2 लेख, E को तल इक्वल्स टु लेख र Y को तल -2 लेख। यसले जेनरल फर्मुलालाई डिनोट गर्छ। कसरी मलाई ध्यान दिएर सुन। सबै हाइड्रोकार्बनमा जेनरल फर्मुला CnH2n कन्स्ट्यान्ट हुन्छ। अब अल्केनको जेनरल फर्मुला लेख्दा CnH2n मा +2 थप, अल्किनमा इक्वल्स टु छ। यसको मतलब हो नो चेन्ज। अल्किनलाई CnH2n नै लेख्नुपर्छ। अल्काइन Y मा -2 छ, त्यसैले हामी यसको जेनरल फर्मुला CnH2n मा -2 लेख्छौँ। यसरी हामी छोटो नेमोनिकबाट स्याचुरेटेड र अनस्याचुरेटेड हाइड्रोकार्बनहरू सजिलै याद गर्न सक्छौँ। यदि तिमीले आफ्नो स्टोरी इफेक्टिभ बनाउन चाहन्छौ र टिप्स एन्ड ट्रिकको लागि तिमी हाम्रो WhatsApp ग्रुपमा जोइन हुन सक्छौ। त्यहाँ तिमीले काउन्सेलिङ, मोटिभेसन, सेल्फ ग्रोथ सम्बन्धी फ्री सेसनहरू पाउँछौ। यदि तिमीलाई यो भिडियो मन परे र फ्युचरमा यस्तै भिडियो हेर्न चाहन्छौ भने यो एकाउन्टलाई फलो गर, किनकि म यो 2083 एउटा मिसनमा छु। 1 लाख स्टुडेन्टको स्टोरीलाई इफेक्टिभ बनाउने। बी द पार्ट अफ माई जर्नी एन्ड लेट्स गेट बेटर टुगेदर।